नेपाली जनताको सामु घोगरो फुलाएर चाहिँ नि अर्को 10 वर्षमा साउथ एसियाको सबैभन्दा शक्तिशाली राष्ट्र त बनाउँछौँ अर्को 15-20 वर्ष दिनुभयो भने युरोपियन स्ट्यान्डर्डमा लान्छौँ भनेर। त्योभन्दा ठुलो बकवास के हुन सक्छ? जसले नेतृत्व दिनुपर्ने हो, जसले बागडोर सम्हालेको छ, जसले चाहिँ नि राष्ट्रलाई एउटा दिशा दिनुपर्ने हो, उहाँहरूबाट चाहिँ नि निराशा बाहेक अरू केही पनि भएको छैन। त्यो चाहिँ नि कस्तो हो भने डबल चोट भन्छ नि, एउटा चोटमाथि अर्को चोट। यो हाम्रो विडम्बना हो। एक त हामी गरिब छौँ, एक त हामी कमजोर छौँ, र त्यसमाथि पनि जे जसो गर्न सक्छौँ त्यो गर्न सक्ने चाहिँ नि परिस्थिति जसले बागडोर सम्हाल्नु भएको छ उहाँहरूले दिनुभएको छैन। त्यसकारण राजनीतिमा तपाईँको नैतिकवान व्यक्ति नहुने जेलसम्म हामीले जतिसुकै आदर्शको कुरा गरे तापनि, जतिसुकै चाहिँ नि भनौँ न आफूलाई चाहिँ नि ऊर्जा दिने हुने कुरा गरे तापनि हाम्रो धरातलले यथार्थ चाहिँ नि परिवर्तन हुनेवाला छैन। नेतृत्वदायी भूमिकामा भएका व्यक्तिहरू, राजनीतिमा भएका व्यक्तिहरू, सोकल नेताहरू जो सशक्त पावरमा छन्, यदि उहाँहरूमा नैतिकता भएन, उहाँहरूको प्राथमिकतामा राष्ट्र र समाज परेन, र प्राथमिकतामा खालि एउटा विशेष समूह, आफ्नो वरिपरिको मान्छे, आफ्नो परिवारको मान्छे मात्रै पर्यो भने त्यो राष्ट्रमा जतिसुकै स्रोत साधन किन नहोस्, अन्य कुराले त्यो राष्ट्रमा चाहिँ नि विभिन्न प्रकारको चाहिँ नि धन किन नहोस्, त्यो कहिले पनि राष्ट्र र समाजको लागि चाहिँ नि सदुपयोग हुनै सक्दैन। वास्तविकता यो पनि हो कि एसियाको सबैभन्दा गरिब मुलुक नेपाल हो, सबैभन्दा कमजोर मुलुक नेपाल हो, र त्यही हैसियतभित्र रहेर आफूलाई त्यो धरातलबाट कसरी उन्नति गर्न सकिन्छ त, योभन्दा माथि हामी कसरी उठ्न सक्छौँ त? धरातलीय यथार्थ त यही हो। हामी गरिब छौँ, हामी कमजोर छौँ, अन्य अरू मुलुकको दाँजोमा चाहिँ नि हाम्रो हैसियत बेग्लै छ। वर्ल्ड वाइडको दाँजोमा कुरा छोडिदिनुहोस्, यही साउथ एसियाको दाँजोमा पनि हाम्रो परिस्थिति र स्थिति चाहिँ नि अर्कै छ, हाम्रो वास्तविकता अर्कै छ। त्यो हामीले मनन गर्नै पर्छ, विशेष गरिकन युवाहरूले त गर्नै पर्छ। हाम्रो वास्तविकता भनेको हामी अत्यन्तै नै कमजोर, अशक्त, अन्तर्राष्ट्रिय स्तरमा एउटा बेग्लै हैसियत बोकेका व्यक्तिहरू हौँ। अनि 62-63 जब अर्को दफाहरू आउनुभयो, मलाई लाग्यो उहाँहरू आफैले पनि भन्नुहुन्थ्यो नयाँ नेपालको अवधारणा गर्नुहुन्थ्यो। अझ उहाँको एउटा शीर्ष नेताले त अर्को 10 वर्षमा, आजभन्दा 20 वर्ष अगाडिको कुरा, आजको 10 वर्षमा हामीले साउथ एसियाको सबैभन्दा विकसित राष्ट्र त बनाउँछौँ।